हेलो 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 एभ्रिवान, गुड आफ्टरनुन सबैलाई है। के छ हालखबर? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। ल हेर्नु साथीहरू, आज चाहिँ म यो दृश्य देखाइरहेको जुन चाहिँ देखिराख्नु भयो होला तपाईँहरू, मैले 12 नम्बर ठोकरमा छु है, सुस्ताको 12 नम्बर ठोकर। अनि यो दृश्य चाहिँ त्रिवेणी खोला है, हेर्नुहोस् खोला खत्रै छ, त्रिवेणी खोला हो। यो चाहिँ जुन देखिराख्नु भएको छ, यता घुमेर म तपाईँलाई देखाउँछु। यो चाहिँ एउटा बस्ने ठाउँ, ठ्याक्क नदीकै छेउमै छ है, बस्ने ठाउँ बनाइदिएको छन्। मान्छे आएर यहीँ बस्छन् घामको गर्मीको बेलामा, र यहाँ अलिकति खाने व्यवस्था गरेर पनि आएर यहीँ बसेर खान्छन् सबैजना। त्यो चाहिँ के अरे गङ्गाजीको मन्दिर है, गङ्गा माताको मन्दिर हो। यता चाहिँ मेरो छोरी यहाँ साइकलमा आएको थिएँ, जाडोमा बाइक चलाउन गाह्रो हुन्छ, साइकलमा थिएँ। मेरो छोरी यहाँ साइकल लिएर आएको थिएँ। हल्का म बजार आएको थिएँ, बजारमा सामान लिन्छ, बजारमा आएर अनि बजारदेखि हाम्रो घरदेखि नजिकै छ क्या नदी, अनि बजारबाट यसो डुलडाल गरिहालौँ भनेर यतातिर आएको म। ल हेर्नु साथीहरू, अब यस्तै हो, के गर्ने, मौका पाएँ यसो भिडियो बनाइदिउँ भनेको। र त आजलाई यति नै, हस्त, बाई बाई।